नमस्कार, म कपिल कुँवर। कपिल सरको विज्ञानशालामा आज तपाईहरुलाई आजको विज्ञानमा सबैलाई स्वागत छ। म आज तपाईहरुलाई एउटा विज्ञानको प्रयोग गरेर देखाउँछु। यो अण्डा यो बोतलभित्र अर्थात् यो कोनिकल फ्लास्कभित्र कसरी पस्छ। अहिले त यो त सानो छ, यो कसरी पस्छ भन्ने कुराको मैले आज तपाईहरुलाई परीक्षण गरेर देखाउँछु र तपाईहरुले यसलाई अवलोकन गर्नुस् है त। ल तपाईले त देखिहाल्नु भयो नि, यो अण्डा आफै छिर्दैन, तर यहाँ अण्डा छिर्यो। कसरी छिर्यो? यहाँ एकदमै विज्ञान लुकेको छ। यहाँ के विज्ञान लुकेको छ भन्नुहुन्छ भने यो कोनिकल फ्लास्क भित्रको चाप जब हामीले यहाँ आगो बालियो, आगो बालिसकेपछि यसभित्रको चाप न्यून चाप भयो र यहाँ भएको चाप, यहाँ भएको हावा बाहिर निस्किएर यहाँ भ्याकुम क्रिएट भयो। अनि बाहिर हाम्रो एटमोस्फेरिक प्रेसर छ नि, वायुमण्डलीय चाप छ। यो वायुमण्डलीय चापले गर्दाखेरि यसलाई अण्डालाई थिच्यो र भित्र पस्यो। यसरी भित्रको चाप कम हुनु र बाहिरको चाप बढी भएको कारणले गर्दाखेरि यो भित्र पसेको र यो वायुमण्डलीय चापमा आधारित प्रयोग रहेको छ है। अब यो प्रयोगमा भित्र यो आगो नबालेको भए के हुन्थ्यो होला? के यो अण्डा भित्र पस्थ्यो या पस्दैन थियो? तपाईका जिज्ञासालाई त्यो जिज्ञासालाई कमेन्ट बक्समा लेख्नुहोला है त। अब यो अण्डा भित्र पसालेर मात्रै पनि भएन, यो अण्डालाई बाहिर पनि निकाल्नु पर्यो। अब हेरौं यो अण्डा बाहिर निस्किन्छ कि निस्कदैन। यो अण्डा त अहिले भित्र पसेको अण्डा त अहिले बाहिर निस्केन। अब यो अण्डालाई कसरी बाहिर निकाल्ने होला त है? यसमा पनि तपाईहरुलाई जिज्ञासा लाग्न सक्छ। यो अण्डालाई तान्न त यसलाई गुरुत्व बलले तलबाट तानेको थियो, तर यो गुरुत्व बलले जति तान्न पर्ने हो तान्दाखेरि पनि यहाँबाट लक भयो र यो बाहिर निस्कन सकेन। अब यसलाई बाहिर निकाल्ने तरिका पनि छ। अब हेर्नुस् है त, मैले यसलाई तपाईहरुलाई बाहिर निकाल्ने तरिका देखाउँछु। हेर्नुस् है, हेर्दै जानुस् है, हेर्दै जानुस् है। निस्किसकेको छ है अब यहाँ। आहा, यो बहुत टाइट भएको छ अहिले है। यति टाइट भएको छ कि यति टाइट भएको छ कि भित्रबाट बाहिरको प्रेसर र भित्रको प्रेसरले गर्दाखेरि आयो। ल